हामी सिगदेल बन्धु प्रतिष्ठान सिगदेल कुलदेवता आत्रेय गोत्रीय सिगदेलहरूको चाहिँ कुलदेवताको पूजा हामी यो भकुण्डे इकाइबाट आज गर्दैछौँ। यस्तो खालको छ। अहिले चाहिँ हवनको कार्यक्रम भइरहेको छ। म चाहिँ त्यहाँ अलिकति उसमा गएर आएको। यस्तै खालको छ नारायण। हरे राम संकीर्तनको साथमा हुन्छ हाम्रो सबै कार्यक्रमहरू। यहाँ साग मुलाको साग त्यही अनुसार हुँदैछ। मुलाको साग हरे हरे। यो मोबाइल लिएर कहाँसम्म जान मिल्छ? यो लिएर कहाँसम्म जान मिल्छ? कुनासम्म मिल्छ? भित्र मिलेन? त्यहाँ भित्र त मिलेन नि। भित्रको चाहिँ नदेखाउनु। भित्रको मिल्दैन। नारायण यहाँ दुध ताप्दैछ खिरको लागि। सागको व्यवस्था भइसक्यो। हाम्रो काका हल्वा पकायो त? हल्वा 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 ठिक छ एकदम। ल विशेष पूजा चाहिँ यहाँ भित्रबाट हुन्छ। त्यो अब यहाँ भित्रको नदेखाउँ, मिल्दैन। बाँकी हाम्रो यस्तै खालको नारायण नारायण ठिक छ। हिजो भोलि जान्छ यो कार्यक्रम चाहिँ पूर्ण चाहिने पूजा लिएर आइयो। म यसो डुलाउँदैछु हेर्न एकछिन एउटा चाहिँ। हजुर यसलाई युट्युबमै राखिदिन्छु। म युट्युबमै राखिदिन्छु। बानेश्वर होइन नि। म पहिला सुरुमा जमानामा बसेँ चाबेन। त्यहाँबाट अहिलेको अस्थायी बसोबास फेरि हरे कृष्ण यो चाहिँ मेरो कला हो। अरे ना